अमेरिकामा बस्दै आइरहेकी एक युवतीलाई सागर लम्साल बलेले बलात्कार गरेको आरोप। आखिर के हो त वास्तविक? सागर लम्साल 1 वर्ष पहिला अमेरिका गएका थिए। ती युवतीलाई सागर लम्साल बलेले कुराकानी हुँदै गर्दा तिमी बसेको ठाउँ हेरौ न त भन्नुभयो। मैले 10 वर्ष भन्दा बढी समयदेखि चिनेको दाई अर्थात् मैले आफ्नै दाई मानेकी थिए। मैले उहाँलाई आफ्नै दाई मानेर विश्वास मानेर आफ्नै अपार्टमेन्टमा लिएर गएँ। अपार्टमेन्टमा बसेर कुराकानी गर्दाखेरि मेरो स्वास्थ्यको कुरा निस्कियो। मैले आफ्नो सङ्घर्ष उहाँलाई सुनाए, आफै रोए। कति गाह्रो भइरहेको छ भनेर मैले आफ्नै दाई मानेर उहाँलाई सबै कुरा सुनाए। जसलाई मैले दाई मान्थे मेरो परिवारले पनि उहाँलाई आफ्नै ठान्थ्यो र त्यो मान्छे त एउटा राक्षस रहेछ। म त्यो मान्छेबाट बलात्कृत भएँ। जति आशा बाँकी थियो, जति शक्ति बाँकी थियो, त्यो सबै हरायो। मेरो आवाज निस्किएन, म चिच्चाउन थाले, तर पनि उहाँले मलाई छोड्नु भएन। त्यो अवस्थामा म केही बोल्न सकिनँ। मेरो परिवार टुट्छ भनेर म चुपचाप बसेँ। तर पछि लाग्यो यो घटनाले मलाई भित्रभित्रै दिनरात टुटाइरहेको छ। म आफूले आफूलाई धिक्कार गरिरहेकी छु। म राम्रोसँग सास फेर्न सक्दिनँ, खान सक्दिनँ, काम गर्न सक्दिनँ। म एउटा जिउँदो लास जस्तै भएकी छु। अब म के गरौँ? म यता मरी बाँचिरहेकी छु, तर त्यो राक्षस भने घर फर्किएर खुलेआम बाँचिरहेको छ। र आज मलाई हिम्मत आयो र लेखेँ। मलाई थाहा छ म न्याय पाउँदिनँ, तर मैले यो लेख्दै गर्दा कतिपय मैले न्याय पाएको एउटा महसुस गर्नेछु। मसँग लड्ने हिम्मत छैन, तर मसँग जसले यस्तो कुकर्म गर्यो त्यो व्यक्तिलाई कारबाही हुनुपर्छ भनेर आज मैले हिम्मत गरेकी छु। उनी आफू सानैदेखि डिप्रेसनमा रहेको समेत कुरा खुलाएकी छिन्। तपाईहरू यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ? धेरै भन्दा धेरै सेयर गर्नुहोला।